जमरा त ल्याएको थियो नि त जमरा ल्याएको छैन आमा ल्याउनु नि त क्यामरा छुनु हुँदैन काका माथि लु जा बहिनी जा 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 दुनाको लिएर सानो दुनाको भाइ यता ले खसी जमारा जो यतापट्टि छुट्याएको यता ले भाइ खसी होइन यहाँ नले नि यहाँ आँगनमा ती राख सिँगे नै ए खसी यसले जमरा ल्यायो जमराले आइसार कर यसमा आगो ल्याऊ आगो ल्याइदिँदै छन् यहाँ म भिडियो गर्दैछु यो जमराको नि आउँछ आउँछ त्यहाँ अब त नातिन यहाँ माइलकाको आउँछ है जमरा कट्टीको लक्ष्मीको पनि जो खसेको छ आउँछ है आइसक्यो आयो उँधो हेरिरहेको छैन कट्टीको केरा थियो त खोइ त केरा कट्टीको नि यहाँ केरा त ल्याएको रहेछ त केरा खोइ कि केरा चाहिँदैन काका यहाँ केरा नि थियो त अघि मैले बनाएको ए कट्टीको नि खेती सकेको होइन केरा पर्दैन अरे हिजो अब के गल्ती भएको छ त्यो गल्ती भए पनि माफ गरिदेऊ भनेर अलिकति बक्साएर भकाए पानी हाल्दैन त अहिले अलिक टाढी केटाले मार्न खोज्दैछ मार्न खोज्दैछ बस्नु बस्नु मार्न खोज्दैछ अलिक पानी हाल्नु पर्यो हालिदिँदै उठाउन अलिकति पानी छर्किदिँदै मुख छ्याप्दैन कानमा भयो भयो उसा नआएको त्यहाँ त कुनै हिजो गल्ती भएमा है परमेश्वरको नमानिकन मान्दै हो परमेश्वर अजनको सजन गरिले हो परमेश्वरलाई त निभाइदिए भाइ निभाइदिए ऊ मान्न खोज्दैछ मानेको छैन हाम्रो त पानी हाल्ने सात ऊ मानो मानो टाउका किन मान्नु पर्यो केरा चाहिँदैन नि लु केरा तिनथोको यसलाई खसेको तिनथोक रबिन समोसा कि म समाउनु रबिन आइदिया खिचखिच म खिच्छु यसरी त्यो काटेको खिचाइ ल होइन म समाउँछु हो त्यसरी ठुलो खसी छ कि छोडे त्यहाँ छोडे त त्यो भाइले पक्रिँदैन कि त्यहाँ हे खिच त्यहाँ हे ल ल ल ल ल ल काटियो काटियो एउटा काटियो छेली गयो नि उसलाई आइदिएको छैन छोडिदिनु त्यहाँ छोडिदिनु पनि खिच्नु त मैला काका थाप्ने भाँडो यता खुट्टा पछाडि पक्रिँदैन ठुलो खसी छ कि
त्यो उँधो लिएर कराई सबै जमरा लगाइदिएको छु नि त्यहाँबाट हान्न आँटे यता छोड्यो है बाटो उता लाँदा त्यही भएर त मैले थाहा कति ल्याएको त्यहाँ छोड चाहिँ कति ल्याउँछ त्यो हेर त्यो कटे अन्त खुन पाउँछ उसिरेर खुन पाउँछ नगर न ल म खिच्दैछु क्या उता लैझारे निसाला है नडराउ न उता लैझारे त्यो दामलाई हेर्नु त्यो दामलाई फुटाइ पार्नु पर्छ चिन्नु चिन्नु लैजाको दा खिचिहाल त्यो कति निकाल्ने एकछिनबाट हात पार्छ एकछिन ननिकाल्दै उता घरको नि खिच्नु छ्याप पारेको हल्लायो खोइ उता छ्याप हान्नु छाप यो छाप भित्र नगर्नु त्यो फोन छ्या के लगाइदियो काम नपाएर हातको पाइला हातको भुवाले त्यहाँ गर्नुपर्छ बहिनी बान्धा चाहिँ खान न बान्ने ठिक पार्नु अब पहिला हो त्यो अचानक उता मोटो बस लादिहाल्छ फेरि यो उचाल्न यो राईहरूले त काट्न हुँदैन नि है बडा राईले काट्न हुँदैन हुँदैन हुन्छ काटेर छोडिदिन्छ काटेर छोडिदिनु कसले होइन राईहरूले आइरहनु भयो क्या उचाल त तँ छुन चाहिँ हुँदैन छुन नभएपछि कसरी काट्नु काटेपछि छोड्दै छोडिहाल्नु पर्छ चार खाने काट्छु भने त कसको हाम्रो काटिसके म यसो दल्छ काट्न हुँदैन अब यी माइलाले काटिहाल्छ नि काट्न हुँदैन कस्तो बाङ्गो अब किन अब दुर्गा गरेको अब हो त्यत्रो होला नि आधी मात्र हो माइला काट्न टक्कै हुन्न रे झन् त भुइँजी छुन त ठिक्क भयो ल्याएको नि त मलाई त काटिहाल्नुहुन्छ त्यही छ बानेले त त्यो आउँदैछ हौ यो त देख्नु नि यो पक अलि यसलाई यता लिएता लागि झर्छ यहाँ कोइला त कोइला यहाँ बान्ने ल्याएको छोड त्यहाँ ए खट्नु त्यत्रो छिराउनु भएको छ तोडले पनि हान्नु हुँदो रहेछ त सबै रेडी भइसक्यो ठिक पारिसक्यो के ऊ यो बान्ने छ पानी अहिले त मजाले फुक्दै म बानी खोज्छु हिँड्नु छिनाएर आउनु अनि हामी बनाउँदै तिमीहरू जाँदा सबै ठिक पारेर म आएर सबै ठिक भइसक्यो र त म आएको त ठिक भइसक्यो भुल्याउँदै गयो त सामान लाएर एकजनालाई अहिले भयो यहीँ अब ओके गर्दा यो त भइगयो नि अब यो 30-40 किलोको खसी लडाइएको छ अब अहिले 2074 सालको दसैँ बढत दसैँ 30-40 किलो खसी अब माइल काका पनि आउनु भएको छ यहाँ यी माइल काका पनि एकपल्ट अब दसैँको लु